हाई एभ्रिवान, वेलकम टु आवर अनदर ब्लग। यसमा चाहिँ हामी नागथली हाइक गएको थियौँ। अनि नागथली चाहिँ रसुवा जिल्लामा पर्छ। अनि यसमा चाहिँ हामीले लोकल बसबाट नागथली कसरी पुग्ने, अनि त्यहाँ कति टाइम लाग्छ, अनि कस्ट कति लाग्छ, त्योहरू छ। प्लिज इन्जोय द भिडियो। नागथली पुग्नको लागि चाहिँ काठमाडौँबाट पुरानो तातोपानी भन्ने ठाउँको टिकट काट्नुपर्छ। यो चाहिँ धुन्चे स्याब्रुबेसी हुँदै माथि जाने बस छ एउटा। त्यही गोसाइँकुण्ड लाङटाङ जाने ट्रेकभन्दा माथिपट्टि अलि माथि पुग्नुपर्छ यसमा जानलाई चाहिँ। अनि बसको टिकटको चाहिँ 1290 रुपियाँ पर्छ। टिकट काट्न चाहिँ बस पार्कभित्र पेट्रोल पम्प छ एउटा। त्यो पेट्रोल पम्पको साइडमा चाहिँ नमस्ते पासाङ लाङ्मो भन्ने टिकट काउन्टर छ। त्यहाँ गएर लिनुभयो भने पाउँछ। अनि बस चाहिँ नागढुङ्गा गल्छी हुँदै जान्छ माथि त्रिशुली हुँदै। अनि यो चाहिँ हामी त्रिशुलीमा खाना खान रोकेको थियो, त्यहाँनिर खाएको थियो। यो चाहिँ धुन्चे छेउमा हो। यहाँनिर चाहिँ यहाँबाट चाहिँ गोसाइँकुण्डको अनि लाङटाङ जाने ट्रेक जानेहरूले चाहिँ टिकट काट्नुपर्छ, तर नागथलीको लागि चाहिँ पर्दैन। स्याब्रुबेसी आइपुग्यौँ हामी अहिले। बाटो चाहिँ मोस्ट अफ द ठाउँमा स्याब्रुबेसी पछाडि चाहिँ अफ रोडै छ पुरै नै। अनि कति ठाउँमा त एकदम अप्ठ्यारो भएर रोक्दै ब्याक गर्दै बिस्तारै कटाउनु पर्ने हुन्छ ठाउँहरू। सो बाइकहरूमा चाहिँ पानी परेको बेलामा चाहिँ नट रेकमेन्डेड यो बाटो। जेनरली चाहिँ बसले 4:30-5 बजीसम्ममा तातोपानी पुऱ्याइसक्ने रहेछ। तर हाम्रोमा चाहिँ बिचमा बाटो बनाएकोले गर्दा 30-40 मिनट्स त्यहीँनिर रोक्यो पनि, प्लस सामानहरू हाल्नलाई उयो गर्नलाई ओह्राल्नलाई गरेर हामी त राति लगभग 7:30 बजिसकेको थियो तातोपानी आइपुग्दा त। भ्यूको लागि चाहिँ मनसुन भएर हामी अनलकी नै भयौँ। यो नै हो हामीले देखेको माउन्टेन भ्यू चाहिँ। माथि गएपछि त पुरै धुम्म भएर खासै भ्यूहरू केही पनि देखिएन। यसमा चाहिँ सनराइज मजाले देखिएको थियो यो एउटा भ्यूमा चाहिँ। हामी चाहिँ यहाँनिर इगा गेस्ट हाउसमा बसेको थियौँ। ठिकै छ, राम्रै छ, बस्ने ठाउँहरू सफा नै छ, टोयलेटहरू डिसेन्ट नै छ, स्क्वाड कमोडवाला दुइटै छ। सो इजी छ, पानीहरू मजाले आउँदो रहेछ। अनि अब आज पानी हल्का बसिरहेछ, तर रोकिनु लाग्दैछ। अब निस्किनुपर्छ यहाँबाट नागथलीतिर। अब आज दिनभरि उता बसेको चाहिँ यो तातोपानीबाट अब ब्रिमदाङ भन्नको लागि हिँड्न थाल्यौँ। यहाँबाट ब्रिमदाङ पुग्न चाहिँ त्यही 1 घन्टा जति लाग्छ। एराउन्ड 3 किलोमिटर जस्तो छ डिस्टेन्स। अनि एलिभेसन चाहिँ 2600बाट 2900 मिटर हो। यो चाहिँ तातोपानी आउने ठाउँ रहेछ, तर भूकम्प पछाडि समरमा चाहिँ सुक्ने रहेछ, विन्टरमा मात्रै तातोपानी हुन्छ अरे। सो पाएनौँ हामीले चाहिँ। यसपालि चाहिँ हामी 8 जना छौँ जम्मा। रेणुका दिदी, अर्जुन भाइ, नवीन भाइ, दीपक, मौसम अनि विश्वका दाई। यो चाहिँ स्पेक्सेभरको एड देखाउनु पर्ने एडको चाहिएछ ल।
जिपहरू रिजर्भ गरेर आयो भने चाहिँ जिप चाहिँ डाइरेक्ट ब्रिमदाङसँग आउँछ बस चाहिँ तातोपानीसम्म मात्रै आउने हो अनि बिचबिचमा तातोपानीबाट हिँड्दा चाहिँ सर्टकटहरू टन्नै छ जस्तो एउटा भर्याङ आएपछि सिधै भर्याङबाट चढ्यो भने ठ्याक्क गुम्बामै पुगिन्छ ब्रिमदाङको ठ्याक्कै साइडमै छ गुम्बा ब्रिमदाङ गाउँमा आइपुग्यो हामी हामीले पानी सानी खाने ठाउँ अनि नागथली जाने बाटो माउन्टेन गोट भनेर हामी चाहिँ ब्रिमदाङबाट हिँडेको 40 मिनट्समा यो चौर जस्तो डाँडामा आइपुग्यौँ पानी पनि पर्न थाल्यो सिमसिम सिमसिम आज भ्यू पोइन्ट गइँदैन जस्तो छ हामी 3100 मिटरतिर पुगेका छौँ अब यहाँबाट 500 मिटर मात्रै देखाइरहेछ डिस्टेन्स एलिभेसन 80-90 मिटर छ यहाँनिर बोर्डहरू रहेछ गेस्ट हाउसहरूको सबै चापाचौडा कतिवटा छ त्यहाँ हामी चाहिँ 1 आवर जति हिँडेपछि ब्रिमदाङबाट नागथली पुग्यौँ अनि यहाँ चाहिँ अब त्यही खानासाना खाएर माथि भ्यू पोइन्ट त जाँदैनौँ किनभने पुरै ओभरकास्ट छ एकछिन त्यहाँ बसेर चिया खाएर अनि खानाहरू खाएर फर्किनुपर्छ ल हाम्रो नागथलीको अब त्यो घरमा गएर खाजा खाने हो खाना बनाउनु भनेको छ अनि सक्यो ट्रिप फर्किनुपर्छ मौसम ओभरकास्ट नै भयो ठिक छ अब ओभरकास्ट भनेको नेक्स्ट टाइम आऊ भनेको यो चाहिँ नागथलीको म्यानमेड पन्ड सानो छ त्यो पानी गाईबस्तुहरूलाई खानलाई जम्मा गरेर होला सायद फर्किने बेलामा त झन् हुस्यो लागेर केही पनि नदेखिने भयो बाटै हामीलाई सैलुङ जाँदा एकताल यस्तै भएको थियो त्यस्तै छ मौसम लङ्गुर के हातमा अङ्गुर भनेर तल माथि हेर न हामी चाहिँ हिँड्दै फर्किँदैछौँ यो चाहिँ सर्टकट बाटो हो तर एकदम फोहोर छ फोहोर हुनाले हिलो छ
हिलो छ बाटो अनि चिप्लो पनि थियो पानी परेर अहिले चाहिँ अलि राम्रो भयो कि यहाँसम्म आइपुग्नलाई माथि बिमदाङबाट 40 मिनट जस्तो लाग्यो 40 पनि लाग्यो 30 मिनट जस्तो लाग्यो 4 बजिरहेछ पुग्नलाई 10-15 मिनट लाग्ला त्यही 45 मिनट 15 मिनटमा पुगिने रहेछ यो चाहिँ हामी बसेको रुम थियो इगा गेस्ट हाउसमा तल तातोपानीमा यहाँ चाहिँ प्याकेजको 1100 थियो चिकन खानाको अनि भेजको 1000 अनि बेलुका डिनर रुम अनि ब्रेकफास्टको गरेर अनि माथि पनि अब त्यस्तै नै छ प्राइसहरू माथि हामीले तातोपानीमा नागथलीमा खाना खाँदा चाहिँ त्यहाँनिर हामीलाई 350 लिनुभएको थियो भेज खानाको अप्सन भेज र अमलेट मात्रै थियो भेज खाना खाँदाखेरि 350 लिएको थियो अनि त्यही हो टोटल कस्ट चाहिँ हाम्रो एराउन्ड 6000 पऱ्यो 1300 जान आउन भनौँ अनि त्यसपछि 2 दिन बसेको 1100 अनि त्यसपछि दिउँसोको लन्च र टीहरू अर्को 1000 जस्तो राख्दाखेरि त्यति पर्छ टोटल कस्ट चाहिँ 6000 जस्तो त्यही हो अब आफ्नै 7-8 जनाको ग्रुप छ भने चाहिँ जिपमा आउँदाखेरि टाइम चाहिँ सेभ हुन्छ आज आएर भोलि फर्किन मिल्छ नभए चाहिँ लोकल बसमा आउँदा चाहिँ 3 दिनै लाग्छ भनौँ न एक दिन जानलाई भोलिपल्ट नागथली घुमफिर गर्नलाई अनि पर्सि बिहान फर्किनलाई त्यही हो ल हाम्रो ब्लग चाहिँ यति नै हो अन्टिल नेक्स्ट टाइम सी यू